हेलो हाई दर्शन नमस्ते सम्पूर्णमा एक मुष्टाका साथ दर्शन नमस्ते भन्दै आज एउटा स्पिकर लिएर आएको छु जो हाम्रो लागि एकदमै इम्पोर्टेन्ट चिज छ। ब्लगहरू बनाउनलाई इत्यादि गाना सङहरू रेकर्डिङ गर्नलाई पब्लिक प्लेसमा चाहिने माइक हो यो। जसरी पनि यो नभई हुँदैन। हामी एउटा ब्लग बनाउने मान्छेलाई, युट्युब कन्टेन्ट बनाउने मान्छेलाई जसरी पनि नभई हुँदैन यो चिज। त्यही हुनाले गर्दाखेरि आज मैले लिएर आएको छु, तपाईहरुको माझ पक्कै पनि देखाउने छु भन्दै अहिलेका लागि भने यसैको लागि सुरु गरौँ। यसको यो चाहिँ माइक हो, अत्यन्तै राम्रो छ। यसको स्वर पनि धेरै राम्रो छ। यसलाई एकचोटि चेक गरेर हेरिसकेको छु मैले। यो चाहिँ मोबाइलमा जोड्ने चिज हो। यो चाहिँ यसरी मोबाइलमा जोडिन्छ, कनेक्ट भएको छ। यसलाई चाहिँ यहाँबाट अनको बटन छ, यहाँनिर यसलाई यहाँबाट अन गरेपछि लाइट बलिरहेको हुन्छ। यस्तो लाइट बलिरहेको हुन्छ। यो लाइटबाट हामीले यसलाई कनेक्ट गर्नु छ। भिडियोमा जानुपर्ने हुन्छ। भिडियोमा गएर हेलो हाई दर्शन नमस्ते सम्पूर्णमा एकमुष्टका साथ दर्शन नमस्ते भन्दै अहिलेका लागि भने तपाईहरुको माझ एउटा सानो भिडियो लिएर आएको छु। तपाईहरुले पक्कै पनि मन पराउनुहुन्छ भन्ने आशाका साथ फेरि पनि तपाईहरुको माझ जोडिसकेको छु। भोइस हो, तपाईहरुको लागि यो माइकबाट आएको भोइस हो। यो पक्कै पनि अगाडिको भोइसमा हेर्नुस् कति बाहिरको इको समातिरहेको थियो भने अहिलेको इकोमा हेर्नुस् कति फरक छ। बाहिरको आवाजहरू आउँदैन। यो माइकमा एकदमै भनौँ न पब्लिक प्लेस, गाडी एकदमै हिँडिरहेको ठाउँमा पनि यो चिज एकदम काम लाग्ने चिज हो। त्यही भएर हामी एउटा युट्युबर बन्न सम्पूर्णलाई चाहिन्छ यो चिज। युट्युबर बन्ने मान्छे जतिलाई सबैलाई चाहिन्छ। किन भन्दाखेरि हामीलाई त पब्लिक प्लेसमा गएर पनि कुनै दिन काम गर्नुपर्छ। त्यही हुनाले गर्दा यो चाहिँ नभई हुँदैन। यसलाई चाहिँ यहाँको चाहिँ 45 रिङ्गटमा लिएर आएको। यो चाहिँ मलेसियन करेन्सी, मलेसियाको 45 मा आएको थियो। यसलाई चाहिँ अब यसको जोड्नेको विषयमा म तपाईहरुलाई सिकाउने छु। एउटा सेटिङ हुन्छ यसमा, त्यो सेटिङमा गएर सेटिङ गरेर जोड्नुपर्छ यसलाई। म थोरै सिकाउने छु यो भन्दा पछाडिको भिडियोमा।